नमस्कार। दर्शन दर्शन कहाँ छ अहिले लाटी? म कैलाली छु। ए निकै छ? म ठिक छु, हजुर सन्चै हुनुहुन्छ? म पनि सन्चै छु, सन्चै छु, सन्चै छु। के छ आज के सुनाउने विचार छ? के छ भ्युअर्सको लागि के छ यार आज? त्यस्तै मैले ट्राई गरिरहेको छु। अब मेरो सपना त थिएन हजुरसँग जोइन हुन्छु भन्ने, मतलब सपना थियो तर हुन्छ जस्तो लाग्थेन। त्यही पनि साथीहरूले सपोर्ट पाउँछ दादासँग जोइन हो त भनेर त्यही भएर कोसिस गरेको मैले। एला काकी बमथकुरी है तँ? म पहिला चाहिँ कालीकोटको, त्यसपछि दैलेख सरेको, त्यसपछि अहिले कैलाली बस्छु हामी। ए कालीकोट के है? म पनि कालीकोटको त हुँ। दाइ बहिनी पो पऱ्यो कि के हो हाम? म मनिषा दिदीको पनि कति दिन गएर तपाईँहरू कहाँको बम भनेर सोधेँ, दिदीले रिप्लाई दिनु भएन। ए ठिक छ ठिक छ, चल सुना न, के सुनौ लाटी? हुन्छ तर डर लागिरहेछ। ठिक छ ठिक, केही भएन, सुना न। मेरो चाहिँ यस्तो मतलब थोरै छ, कस्तो छ थाहा होइन, आफ्नै मनोभावना जस्तै हो, तर सबैले माया गरिदिनुहुन्छ। थ्याङ्क यू सो मच। ओके ल, रेडी छौँ हामी सबजना, रेडी छौँ। हुन्छ, एकछिनै ब्याकग्राउन्ड बजाइहाल्नु। ल कतिमा पढन्छ तँ? मैले +2 क्लियर गरेर छोडेको 3 साल भइसक्यो। ए ठिक छ ठिक छ। कस्तो अचम्मको भाग्य लेख्नुभयो भगवान, भगवान कस्तो अचम्मको भाग्य लेख्नुभयो। नपाउने कुराको आश किन दिलायो। थाहा थियो हजुरलाई उसले छोड्छ एक दिन, उसैलाई नै मेरो लागि खास किन बनायो। म केही गर्न चाहन्छु बुढा भएका मेरा बाबुआमाका लागि, तर एउटा मान्छेको प्रेममा किन जिउँदो लास गरायो। किन कसैको प्रेममा जिउँदो लास बनायो। म हेर्छु मेरा बाको पुरानो कोट, सोध्छु नयाँ फेर्न पाऊँ। त्यही बेला बजारमा मेरो नयाँ ट्रेन्डको लुगा चल्छ, मेरो बाको पैसाले त्यो किन्न नि दाउ, मेरो बाको पैसाले त्यो किन्न नि दाउ। हेर म रिस डाहा गुनासो सबै मेरी आमालाई सुनाउँछु। म बुझ्दिनँ मेरी आमाको मनमा कति पीडा छ। मैले रोएको देखेको छु आफन्त अनि पैसाको नाममा मेरी आमालाई, मलाई दुवैदेखि घृणा छ। हेर कस्तो अचम्म मलाई घृणा छ पैसादेखि। तर दुःखले अन्धकार छाएको मेरी आमाको मुहारमा उज्यालो पार्न पैसा नै चाहिने। कस्तो अचम्म, चाहिने कुरा कहिले नपाइने। हेर म आज कतै टुटेकी छु, कतै फुटेकी छु। सबैको प्यारो बन्न चाहन्थे तर आज घृणाको पात्र बन्दैछु। मैले गुनासो होइन, बस आफैसँग आफ्नो व्यथा बोक्दैछु। म आफैसँग आफ्नो व्यथा बोक्दैछु। हेर मैले बालापनदेखि नै कसैको ठुलो स्वर नसुनेर होला, आजभोलि कसैले सुनाउँदा पनि रुन्छु। तर म साँच्चै भनौँ भने कमजोर होइन। म मेरो घरको माइली छोरी हो। हेर म मेरो घरको माइली छोरी हो, तर बाले छोरा नहुँदा पनि मलाई छोरा भनी बोलाउँथे। सानैदेखि मेरो बाले मलाई छोरा भनी बोलाउँथे। म सानै थिएँ, बाको भावना बुझ्थेन, तर बाले किन छोरा भने होलान् सोच्दै टोलाउँथे। तर बा हजुरको त्यो बेलाको भावना मैले अहिले बुझेँ। समाजले छोरा छैन छोरीले के गर्छन् भन्दा मेरो छोरा पनि यही हो छोरी पनि यही हो भनेर चित्त बुझाउनु हुँदो रहेछ। साँच्चै चित्त बुझाउनु हुँदो रहेछ। मैले सबै बुझेँ बा, साँच्चै अहिले आएर सबै भावना बुझेँ। तर सुन्नु न बा, मलाई अहिले सबैले भन्छन् त छोरी मान्छे होस्, तैँले यस्तो गर्न हुन्न त्यस्तो गर्न हुन्न, तैँले यो गर्दा इज्जत जान्छ त्यो गर्दा इज्जत जान्छ। आज म टुट्दैछु सबैको वचनले। एकपटक फेरि भनिदिनु न यो मेरो छोरी होइन छोरा हो भनेर। एकपटक फेरि भनिदिनु न यो मेरो छोरी होइन छोरा हो भनेर।